मेरो साउन्ड र भिडियो क्लियर छ? एकचोटि च्याटमा लेखिदिनुहोस् त हजुरहरूले। गुड मर्निङ, गुड मर्निङ। आराम हुन्छ, सन्चै हुनुहुन्छ सबैजना साथीहरू? ठिक छ है। ल, हामीले पढिरहेको टपिक के हो रे? एकचोटि टपिक सम्झाउनु त। हामीले पढिरहेको टपिक चाहिँ के हो? ठिक छ। ओके साथीहरू, ल अब हामी सुरु गर्नुपर्छ। हामीले मलाई जहाँसम्म लाग्छ नेपालको शैक्षिक इतिहास सुरु गरेका छौँ हैन? नेपालको शैक्षिक इतिहास सुरु गरेका छौँ कि कसो? नेपालको शैक्षिक इतिहास कहाँ पुगेको हामी यो शैक्षिक इतिहासमा? नेपालको शैक्षिक इतिहास कहाँ पुगेर रोकिया छौँ हामी भन्नुहोस् त? के भन्दै हुन्छ? जिकिसकेको छैन गुरु? नेपालको शैक्षिक इतिहास कहाँ पुगेर रोकेको छौँ? कहाँ कार्यहरू हो? ल, मलाई जहाँसम्म लाग्छ हामी नेपालको शैक्षिक इतिहासमा यो के भन्छ अरे राणाकालीन शैक्षिक इतिहास सुरु गरिसकेका छौँ होइन? हो, ल हो। जङ्गबहादुर राणा सक्यो होला हो? जङ्गबहादुर राणा सक्यो। ओके, ल एउटा प्रश्न दिन्छु अनि त्यसपछि अगाडि बढ्छु है त। एउटा प्रश्न दिन्छु अनि त्यसपछि अगाडि बढ्छु है त साथीहरू। हेर्नुहोस् त, अरूका कुरा छाडिदेऊ, अरूका कुरा छाडिदेऊ, आफ्ना छोराछोरीलाई अरूका कुरा छाडिदेऊ, आफ्ना छोराछोरीलाई अंग्रेजी पढाऊ भन्ने व्यक्ति जङ्गबहादुर राणा हुन् भने जनताका छोरालाई पढ्न पाठशाला चाहिन्छ। जनताका छोरालाई पढ्न पाठशाला चाहिन्छ भन्ने व्यक्ति को हुन्? ल हेर्नुहोस् है, अरूका कुरा छाडिदेऊ, आफ्ना छोराछोरीलाई अंग्रेजी पढाऊ भन्ने व्यक्ति जङ्गबहादुर राणा हुन् भने जनताका छोरालाई पढ्न पाठशाला चाहिन्छ भन्ने व्यक्ति को हुन्? अप्सन ए जङ्गबहादुर राणा, अप्सन बी रणोदीप सिंह, अप्सन सी देव शमशेर, अप्सन डी पदम शमशेर। ल साथीहरू, ल त यसको आन्सर के हो? ल लेख्नुहोस् त। अप्सन ए नै हो। अरूका कुरा छाडिदेऊ, आफ्ना छोराछोरीलाई अंग्रेजी पढाऊ भन्ने व्यक्ति चाहिँ को रहेछन्? जङ्गबहादुर राणा रहेछन् हैन? भने जनताका छोरालाई पढ्न पाठशाला चाहिन्छ भन्ने व्यक्ति चाहिँ को? ओ ल, अब यहाँ तपाईहरुले चाहिँ केही साथीहरुको मात्र उत्तर मिलेको छ हैन? सबैले उस्तै आन्सर दिनु भएको छ। कसैले ए भन्नुभयो, कसैले बी भन्नुभयो, कसैले सी भन्नुभयो, कसैले डी भन्नु भएको छ। तर यसको राइट आन्सर भनेको साथीहरु अप्सन बी हो है। यसको राइट आन्सर अप्सन बी हो, रणोदीप सिंह है त। जनताका छोराछोरीले अथवा चाहिँ दुनियाँका छोराले पढ्नका लागि चाहिँ
पाठशाला चाहिन्छ भनेर भन्ने व्यक्ति चाहिँ रणदीप सिंह। अप्सन बी यसको राइट आन्सर हो। सो अब आज हामी यही रणदीप सिंहबाट सुरु गर्छौँ। कोबाट सुरु गर्छौँ रे? रणदीप सिंहबाट सुरु गर्छौँ है। नेपालको शैक्षिक इतिहासमा पनि हामी राणाकालीन इतिहास पढ्दैछौँ। त्यो राणाकालीन शैक्षिक इतिहास अन्तर्गत पहिलो नम्बर हामीले हेर्नुहोस् त, राणाकालीन शैक्षिक इतिहास अन्तर्गत राणाकालीन शैक्षिक इतिहास अन्तर्गत हामीले पहिलो नम्बरमा कसको बारेमा पढिसक्यौँ भन्दा जङ्गबहादुर राणाको बारेमा पढिसक्यौँ। जङ्गबहादुर राणा हैन, जङ्गबहादुर राणा विक्रम सम्वत 1903 देखि 33 सम्म हैन त यिनी प्रधानमन्त्री भएको। 1903 देखि 1933 सम्म यो पढिसक्यौँ। अब हामी दोस्रो नम्बरमा जान्छौँ साथीहरू। दोस्रो नम्बर भनेको रणदीप सिंह। रणदीप सिंह है त। दोस्रो नम्बर भनेको के? रणदीप सिंह। रणदीप सिंहको समय भनेको विक्रम सम्वत 1933 देखि 1942 सम्म चाहिँ उनी नेपालको प्रधानमन्त्री भएको थिए हैन। ल अब रणदीप सिंहको समयमा शिक्षा क्षेत्रमा के काम भएको छ त भनेर तपाईले जान्नुपर्ने कुरा हो साथीहरू है। रणदीप सिंहको समयमा के काम भएको छ त भनेर तपाईले जान्नु पर्यो हैन। जस्तो रणदीप सिंह भन्ने बित्तिकै र भनेपछि रा सम्झिने साथीहरू। र भनेपछि के सम्झिने? रा सम्झिने। त्यो भनेको रानी पोखरी सम्झने। रानी पोखरी भनेपछि रानी पोखरी संस्कृत पाठशाला सम्झने। र भनेपछि रा सम्झिने, रा भनेपछि रानी पोखरी सम्झने है। सो रणदीप सिंह भन्ने बित्तिकै यिनको समयमा भएको मुख्य काम भनेको यही रानी पोखरी संस्कृत पाठशालाको स्थापना हो साथीहरू। रानी पोखरी संस्कृत पाठशालाको स्थापना हो। रानी पोखरी संस्कृत पाठशालाको स्थापना कहिले भयो दा? रानी पोखरी संस्कृत पाठशालाको स्थापना कहिले भएको? रानी पोखरी संस्कृत पाठशालाको स्थापना कहिले भयो? हो 1934 है त। विक्रम सम्वत 1934। विक्रम सम्वत 1934 र 1934 भन्ने बित्तिकै 1934 मै अर्को घटना घटेको छ साथीहरू। अर्को घटना भएको छ 1934 मै। त्यो भनेको चाहिँ जुन हाम्रो दरबार हाई स्कुल थियो नि साथीहरू, हो त्यो दरबार हाई स्कुलमा चाहिँ प्रथम बङ्गाली हेडमास्टर नियुक्त गरिएको छ। दरबार हाई स्कुलमा प्रथम बङ्गाली हेडमास्टर नियुक्त। बङ्गाली हेडमास्टर नियुक्ति गरिएको छ। त्यही 1934 कै कुरा यो है। विक्रम सम्वत कहिले? 1934 मा। त्यो बङ्गाली हेडमास्टरको नाम के थियो? कोही साथीहरूले भन्न सक्नुहुन्छ? त्यो बङ्गाली हेडमास्टरको नाम कोही साथीहरूले भन्न सक्नुहुन्छ मलाई? दरबार हाई स्कुलमा पहिलोचोटि चाहिँ नियुक्त भएको बङ्गाली हेडमास्टरको नाम भन्न सक्नुहुन्छ? भन्नु। खै त बोल्नु भएन नि। थाहा भएर कि थाहा नभएर? थाहा नभएर हो। त्यो के भन्छ अरे केदारनाथ चट्टोपाध्याय भन्ने व्यक्ति हुन् है। चट्टोपाध्याय भन्ने व्यक्ति हुन् है त साथीहरू। केदारनाथ चट्टोपाध्याय है। दरबार हाई स्कुलमा प्रथम बङ्गाली हेडमास्टर नियुक्ति गरियो हो। यस, केदारनाथ चट्टोपाध्याय। त्यस्तै गरी तपाईँ थोरै 1 वर्ष अगाडि जानुभयो भने विक्रम सम्वत 1935 मा दरबार हाई स्कुलमा चाहिँ अंग्रेजी पढाउन भनेर पहिलो नेपाली शिक्षक नियुक्त गरिएको छ। दरबार हाई स्कुलमा अंग्रेजी पढाउन
अंग्रेजी पढाउन पहिलो नेपाली शिक्षक भने नेपाली पढाउने भने हैन है, नेपालको भनेको है त। पहिलो नेपाली शिक्षक है त, नेपाली शिक्षक को होला साथीहरु? दरबार हाई स्कुलमा गएर म इंग्लिश पढाउन सक्छु भन्ने पहिलो नेपाली को होला? ओ यस, क्याप्टेन गरुडध्वज राणा है। क्याप्टेन गरुडध्वज राणा, गरुडध्वज राणा है त। ल, क्याप्टेन गरुडध्वज राणा। राणा जे भने नि एउटै हो है। यो कोही ठाउँमा हिस्ट्रीमा राणा भेटिन्छ, कोही ठाउँमा राणा भेटिन्छ है त। विक्रम सम्वत 1935 मा चाहिँ के गरियो भन्दा दरबार हाई स्कुलमा अंग्रेजी पढाउनको लागि भनेर, नत्र भने त दरबार हाई स्कुलमा सबै कोही बेलायतबाट, कोही चाहिँ कहाँबाट, कोही बेलायतबाट, कोही चाहिँ तपाईको चाहिँ बंगलादेशबाट हैन, फरक फरक ठाउँबाट चाहिँ टिचरहरु ल्याइन्थ्यो। र त्यहाँ चाहिँ को आयो भन्दा एउटा चाहिँ गरुडध्वज राणा भन्ने व्यक्ति चाहिँ म पढाउन सक्छु अंग्रेजी भनेर उ चाहिँ अंग्रेजी पढाउन गयो। त्यस्तै गरी तपाईले अर्को यो के भन्छ रे, रणदीप सिंहको कुरा गर्दाखेरि चाहिँ यो पञ्चाङ्ग छाप्न सुरु गरेको कुरा याद गर्नु पर्यो। नेपालमा पञ्चाङ्ग छाप्न सुरु, पञ्चाङ्ग छाप्न सुरु, पञ्चाङ्ग छापिन सुरु। पञ्चाङ्ग भने बुझ्नुहुन्छ नि? पञ्चाङ्ग भने बुझ्नुहुन्छ साथीहरु? के हो रे पञ्चाङ्ग भने? पञ्चाङ्ग भनेको के हो? नेपालमा पञ्चाङ्ग छापिन सुरु भने मैले। पञ्चाङ्ग भने के हो? हो, पात्रो भन्न खोजेको, क्यालेन्डर भन्न खोजेको है पञ्चाङ्ग भनेको। पात्रो, क्यालेन्डर भन्न खोजेको है। नेपालमा पञ्चाङ्ग छापिन सुरु गर्यो 1941 मा। अब यसरी यिनको समयमा मेजर काम भनेको यही हो। है मैले भनेका कुरा पनि तपाईले यहाँ लेख्न सक्नुभयो हैन? जस्तो यिनले के भने भन्दा जनताका अथवा दुनियाका हैन, दुनियाका छोराछोरीले, अझ धेरै ठाउँमा छोराले मात्र लेखेको भेटिन्छ। दुनियाका छोराले पढ्न पाठशाला चाहिन्छ हैन, पढ्न पाठशाला चाहिन्छ भनेर भन्ने व्यक्ति पनि यिनै हुन्। पाठशाला चाहिन्छ भनेर भन्ने व्यक्ति पनि यिनै हुन्। ल, यसरी तपाईले चाहिँ रणदीप सिंह भन्यो भने यिनको समयमा भएका केही शैक्षिक गतिविधिहरू तपाईले यसरी याद गर्ने है। रणदीप सिंह भन्यो भने यिनका समयमा भएका केही शैक्षिक गतिविधिहरू यसरी हेर्नु पर्यो है त। 1933 देखि 1942 सम्म यिनी चाहिँ नेपालको प्रधानमन्त्री भए। अब रानी पोखरी संस्कृत पाठशाला, रणदीप रानी हैन, रानी पोखरी संस्कृत पाठशाला तपाईले भुल्नै भएन। दरबार हाई स्कुलमा प्रथम बंगाली हेडमास्टर नियुक्त गरिएको रहेछ, केदारनाथ चट्टोपाध्यायलाई हैन। अनि दरबार हाई स्कुलमा अंग्रेजी पढाउन भनेर नेपाली व्यक्ति पनि कसिएर गएछ, क्याप्टेन गरुडध्वज राणा। पञ्चाङ्ग छापिन सुरु भएछ र यिनले चाहिँ दुनियाका छोराले पढ्न पाठशाला चाहिन्छ भनेर भनेछन् साथीहरु है। ठीक छ, रणदीप सिंहको कुरा यही सकौं, अगाडि बढौं है साथीहरु। ल, अब रणदीप सिंह पछि हामी केमा जान्छौं भने तेस्रो नम्बरमा जान्छौं साथीहरु, वीर शमशेरमा जान्छौं। वीर शमशेरको समय 1933 देखि 42 सम्म चाहिँ रणदीप सिंह भनेपछि वीर शमशेर भनेको 1942 देखि 1957 सम्म होला हैन। 1942 देखि 1957 सम्म वीर शमशेर भन्ने बित्तिकै 1942 देखि 1957 सम्म। ल, वीर भन्ने बित्तिकै तपाईलाई के याद आउँछ? वीर भन्ने बित्तिकै तपाईलाई के याद आउँछ भन्नु त मलाई? वीर शमशेरको बारेमा तपाईहरुलाई के थाहा छ भन्नुस् त? वीर हस्पिटल याद छ, महिला शिक्षा याद छ, ओके। अरु के छ? वीर शमशेर भन्ने बित्तिकै
यति हो, अरू केही गरे छैन यो बिरेले। 10 to 4 हो र। अरू धेर शमशेरको जेठो छोरो भन्ने याद आउँछ। ओके ल, घन्टा घर त हामीसँग रिलेटेड कुरै भएन, त्यसलाई किन जोड्नु पर्यो होइन। ओके ल, अब एकछिन मेरो कुराकानी सुन्ने है साथीहरू। वीर शमशेर भन्ने बित्तिकै तपाईँले केही कुराहरू सम्झिनै पर्ने कुराहरू छन्। हेर्नुहोस् त, वीर शमशेर भन्ने बित्तिकै जब यिनी प्रधानमन्त्री भए नि साथीहरू, यो विदेशी बैंकमा चाहिँ पैसा जम्मा गर्यो यस्ता चिज जानेर काम छैन है, त्यतातिर अल्झिने होइन हामी। कति पढ्ने भन्ने हुन्छ नि त हिस्ट्रीमा नि। विदेशी बैंकमा पैसा जम्मा गरेको कुरो शिक्षासँग कसरी जोड्यो शैक्षिक इतिहासमा कसरी जोड्यो। त्यही भएर लिमिटेड ठ्याक्क त्यो शिक्षासँग सम्बन्धित मात्रै हेर्नु पर्यो हामीले है। दायाँ बायाँ त्यति धेरै अल्झिन थाल्यो भने कुराकानी बिग्रिन्छ है त। ल, अब जब यिनी प्रधानमन्त्री भए नि साथीहरू, 1942मा यिनी प्रधानमन्त्री भइसकेपछि यिनले चाहिँ शिक्षाको प्रधानमन्त्री हुने बित्तिकै शिक्षाको स्वरूपमा बस चलाएका है। शिक्षाको स्वरूपमा बहस चलाएका ल। यिनी प्रधानमन्त्री हुने बित्तिकै यिनले के गरे भन्दा शिक्षाको स्वरूपमा चाहिँ के गरे, बहस चलाए। शिक्षा कस्तो बनाउने त हैन, नेपालमा शिक्षा कस्तो बनाउने त, कस्तो शिक्षा आवश्यक छ त भन्ने सन्दर्भमा यिनले के गरे, बहस चलाए। प्रधानमन्त्री हुने बित्तिकै शिक्षा कस्तो बनाउने त भन्ने सन्दर्भमा यिनले चाहिँ के गरे, बहस चलाए। त्यस्तै गरी यिनीले चाहिँ के कुरालाई फोकस गरे भन्दा प्राविधिक शिक्षालाई। सो नेपालमा प्राविधिक शिक्षाको खाँचो छ भन्ने व्यक्ति यिनै हुन्। प्राविधिक शिक्षाको खाँचो छ नेपालमा, प्राविधिक शिक्षाको खाँचो छ भन्ने चाहिँ राणा प्रधानमन्त्री यिनै हुन् है। र त्यस्तै गरी यिनले चाहिँ के गरे भन्दा छात्रवृत्तिको सुरुवात गरे साथीहरू। छात्रवृत्तिको सुरुवात गरे है। छात्रवृत्तिको सुरुवात पनि कसरी गरे भन्दा, छात्रवृत्तिको सुरुवात यिनले कसरी गरे भन्नुहुन्छ भने, यिनले चाहिँ आफ्नै छोरो, यिनको छोरो भनेको गेहेन्द्र शमशेर है, आफ्नै छोरो गेहेन्द्र शमशेर। गेहेन्द्र शमशेर भनेको त थाहा छ नि होइन साथीहरू। आफ्नै छोरो गेहेन्द्र शमशेर लगायतका 5-6 जना व्यक्तिहरूलाई, आफ्नै छोरो गेहेन्द्र शमशेर लगायतका 5-6 जना व्यक्तिहरूलाई पूर्ण छात्रवृत्तिमा जापान पढ्न पठाए। जापान पढ्न पठाए ल। त्यही जापान पढेर आएपछि त हो त यो गेहेन्द्र शमशेर चाहिँ वैज्ञानिकको रूपमा चिनिएको होइन। गेहेन्द्र शमशेर भने त को हो रे? गेहेन्द्र शमशेर भनेको रे साथीहरू हो नेपालको पहिलो वैज्ञानिक भन्छौँ हामी। नेपालको पहिलो वैज्ञानिक भन्छौँ गेहेन्द्र शमशेर है। अनि गेहेन्द्र शमशेरले चाहिँ जापान गएर पढेर आएपछि चाहिँ त्यो वीरगन धीरगन जस्ता चाहिँ यन्त्रहरू बनाए होइन। वीरगन धीरगन जस्ता मेसिनहरू बनाए उनले हैन त। आफ्नै बाउको नामबाट वीरगन, हजुरबाउको नामबाट धीरगन यस्तो बनाएको भन्ने भेटिन्छ नि त हैन। सो यसरी हेर्नु त सुरुवात आफ्नैबाट गरे पनि काम सुरुवात चाहिँ गरे रहेछन् हैन। अब छात्रवृत्ति पृथ्वीनारायण हो कि वीर हो भन्दै हुनुहुन्छ। अब अप्सनमा भर पर्छ यस्तो कुरा हैन। तपाईलाई राणा प्रधानमन्त्री भन्यो भने वीर शमशेर भन्ने हैन।
सबैभन्दा सुरुमा चाहिँ छात्रवृत्ति प्रदान गर्ने व्यक्ति को हुन् भन्ने टाइपले क्वेसन सोधेर पृथ्वीनारायण शाह नि दियो, वीर शमशेर नि दियो भने पनि त्यो बेला चाहिँ तपाईँ कहाँ जाने? पृथ्वीनारायण शाहमा जाने है त। बुझ्नुभयो? राणा प्रधानमन्त्री भन्यो भने चाहिँ वीर शमशेर भन्ने, राणा प्रधानमन्त्री भन्यो भने चाहिँ है। नत्र तपाईँलाई पृथ्वीनारायण नि अप्सन दियो, के भन्छ अरे पृथ्वीनारायण शाह नि अप्सन दियो, वीर शमशेर नि अप्सन दियो भने त पृथ्वीनारायण शाह भइहाल्यो फेरि। अब अप्सन वाइज यसमा चाहिँ भर पर्छ हैन। ल राणाको सन्दर्भमा चाहिँ यिनै हुन् भनेर बुझ्ने साथीहरु, ठीक छ। ल अब यति भइसकेपछि म अझै अगाडि जान्छु साथीहरु। यिनले चाहिँ अर्को के पनि गरे भन्दा महिला शिक्षाको सुरुवात गरे पनि हैन। महिला शिक्षाको सुरुवात कति सालको कुरा यो? महिला शिक्षाको सुरुवात कति सालको कुरा साथीहरु? महिला शिक्षाको सुरुवात 1945। अब यो महिला शिक्षाका सन्दर्भमा तपाईले के बुझ्न पर्यो भने भारतबाट नेपालको ठमेल आइबसेकी, नेपालको ठमेल आइबसेकी एकजना महिला, के रे, भारतबाट नेपालको ठमेल आइबसेकी गंगाबाई भन्ने महिला है, गंगाबाई भन्ने महिलाको नेतृत्वमा नेपालमा महिला शिक्षाको सुरुवात भएको, नेपालमा महिला शिक्षाको सुरुवात भएको, महिला शिक्षाको सुरुवात भएको। ल हेर्नुस् त के भने मैले महिला शिक्षाको सुरुवातको सन्दर्भमा के भने हेर्नुस् त। भारतबाट नेपालको ठमेल आइबसेकी गंगाबाई भन्ने महिलाको नेतृत्वमा नेपालमा चाहिँ महिला शिक्षाको सुरुवात भएको है त। त्यसकारण गर्दा वीर शमशेर भन्ने बित्तिकै तपाईले यहाँ धेरै कुरा छ सम्झिनु पर्ने। छात्रवृत्तिकै कुरा आयो, प्राविधिक शिक्षाको कुरा आयो, महिला शिक्षाको कुरा आयो, सँगै यिनले चाहिँ के गरे, सर्वसाधारणका छोराछोरीलाई चाहिँ हैन दरबार स्कुल प्रवेशमा पनि सर्वसाधारणका छोराछोरीलाई दरबार स्कुल प्रवेशमा खुल्ला गरियो। सर्वसाधारणका छोराछोरीलाई दरबार स्कुल प्रवेशमा खुल्ला गरियो यिनकै समयमा, वीर शमशेरकै समयमा हैन। अनि वीर शमशेर भन्ने बित्तिकै तपाईले अर्को सम्झिनु पर्ने कुरा भनेको वीर पुस्तकालयको स्थापना, वीर पुस्तकालयको स्थापना, वीर पुस्तकालयको स्थापना, वीर पुस्तकालयको स्थापना, वीर पुस्तकालयको स्थापना कहिले? 1957 तिरको कुरा होला हैन, 1957 तिरको कुरा होला वीर पुस्तकालयको स्थापना भन्ने बित्तिकै हैन। त्यस्तै गरी अर्को एउटा चाहिँ सुनधारामा चाहिँ मेडिकल स्कुलको स्थापना भएको छ, सुनधारा मेडिकल स्कुलको स्थापना, सुनधारा मेडिकल स्कुलको स्थापना, मेडिकल स्कुलको स्थापना यो पनि कहिले नै भन्नुहुन्छ भने 1957 भने है, 1957 मा। ल अब अरु पनि छन् तर मैले नर्मल्ली तपाईलाई यति कुरा लेखाए। हेर्नुस् त वीर शमशेर भन्ने बित्तिकै यति कुरा चाहिँ लेखाए। ल पहिलो चरणमा तपाईले यति कुरा चाहिँ याद गर्नुभयो भने अनि त्यसपछि बल्ल अब बिस्तारै अर्को फर्मेटमा जानुहुन्छ। हेर्नुस् त वीर शमशेर भन्ने बित्तिकै दुई चारवटा कुरा याद गर्नु न। महिला शिक्षा याद गर्नु हैन, छात्रवृत्ति याद गर्नु, प्राविधिक शिक्षा याद गर्नु हैन, प्राविधिक शिक्षा याद गर्नु। अनि त्यसपछि तपाईको के भन्छ सर्वसाधारणका छोराछोरीलाई दरबार स्कुल प्रवेशका कुरा याद गर्नु, वीर पुस्तकालय भयो, मेडिकल स्कुलको स्थापना भयो, यस्ता कुरा तपाईले चाहिँ
याद गरिदिनु है त। हो 1942 नै हो बबिताजी। ल के को कुरा गर्यौं हामीले अहिले? कसको कुरा गर्यौं? ल ओके, अब म जान्छु अगाडि साथीहरू। यो वीर शमशेर सकिएपछि चाहिँ देव शमशेरको समयमा जान्छु साथीहरू है। देव शमशेर चौथो नम्बरमा गएँ। ए पहिलाको पक्नुहोस् है, अहिले एकछिनमा तपाईँलाई म क्युआर दिउँला अनि लेख्नु होला नि है। पहिलाको एकछिन पक्नु न है ब्रिजकिशोरजी। ल चौथो नम्बरमा गएँ। चौथो नम्बर भनेको अब देव शमशेरको पालो आयो। देव शमशेरको समय, देव शमशेरको समय, देव शमशेरको समय भनेको त यो एकदम छोटो समय भइहाल्यो। विक्रम सम्वत 1957-58 है, 58। ल मलाई भन्नुहोस् त देव शमशेरले जम्मा कति समय शासन गरे? कति समय शासन गरे देव शमशेरले? जम्मा 114 दिन मात्रै शासन गरे साथीहरू। जम्मा 114 दिन मात्रै शासन गरे है त। 114 दिन भनेको करिब करिब 4 महिना भन्नु न, करिब करिब 4 महिना भन्नु न हैन। 114 दिन मात्रै शासन गरे, करिब करिब 4 महिना मात्रै शासन गरे। तैपनि उनलाई हामी के भन्छौं भने साथीहरू, 4 महिना शासन गरे तापनि उनलाई चाहिँ हामी शिक्षाका पिता भन्छौं। शिक्षाका पिता भन्छौं। के का पिता? शिक्षाका पिता भनेर भन्छौं। फादर अफ एजुकेसन इन नेपाल भनेर भन्छौं। विद्यालयका पिता होइन नि साथीहरू, फेरि है विद्यालयका पिता होइन नि। कसको मात्रै पिता? शिक्षाको मात्रै पिता। यदि विद्यालयका पिता भन्यो भने को हुन्छ? विद्यालयका पिता भन्यो भने को हुन्छ फेरि? फादर अफ स्कुल भन्यो भने, फादर अफ स्कुल भन्यो भने को हुन्छ? ल पदम शमशेर हुन्छ है। झुकिनु भएन है यो। ल शिक्षाका पिता फादर अफ एजुकेसन भन्यो भने देव शमशेर, तर विद्यालयका पिता फादर अफ स्कुल भन्यो भने पदम शमशेर। ठिक छ, बुझ्नुभयो मैले भनेको कुरा? मैले भनेको कुरा बुझ्नुभयो? फादर अफ एजुकेसन, शिक्षाका पिता भन्यो भने को रहेछ? देव शमशेर रहेछ है, देव शमशेर रहेछ। र यिनले चाहिँ किन यिनलाई यसो भनियो भन्दा, यिनले चाहिँ जुन प्राथमिक शिक्षा हुन्छ नि हो, त्यो प्राथमिक शिक्षालाई चाहिँ सर्वव्यापी बनाउने घोषणा गरे क्या साथीहरू। यिनले प्राथमिक शिक्षा सबैले पाउनुपर्छ, त्यही भएर प्राथमिक शिक्षालाई चाहिँ सर्वव्यापी बनाउनु पर्छ भनेर सर्वव्यापी बनाउने घोषणा गर्ने व्यक्ति चाहिँ यिनै हुन्। प्राथमिक शिक्षालाई सर्वव्यापी बनाउने घोषणा गर्ने राणा प्रधानमन्त्री चाहिँ को हुन्? देव शमशेर हुन्। प्राथमिक शिक्षालाई यिनले के गरे भन्दा सर्वव्यापी बनाउने घोषणा गरे। यिनले चाहिँ त्यो भारतको एउटा के भन्छ, बडोदा शिक्षा भन्छ हो, त्योबाट प्रभावित भएर यिनले चाहिँ के गरे भन्दाखेरि प्राथमिक शिक्षालाई सर्वव्यापी बनाउने घोषणा गरे। यसका लागि यिनले के गरे भन्दा भाषा पाठशालाहरूको स्थापना गरे साथीहरू। यिनको समयमा यिनले 157 वटा भन्दा बढी भाषा पाठशालाहरूको स्थापना गरे। भाषा पाठशालाहरूको 157 वटा भन्दा बढी भाषा पाठशालाहरूको स्थापना भएको छ यिनको समयमा। हेर्नुहोस् है, 157 वटा भन्दा बढी भाषा पाठशालाहरूको स्थापना भएको छ। अब त्यो भाषा पाठशालामा पढाउनको लागि भनेर नेपाली किताब पनि छापियो साथीहरू। नेपाली भाषामै किताब छापियो। त्योभन्दा पहिला नेपाली भाषामा छापिएको कुनै किताब थिएन। त्योभन्दा पहिले नेपाली भाषामा, किनभने सबै अङ्ग्रेजी माध्यममा मात्रै पढाइ हुन्थ्यो हैन हो। नेपाली भाषामा चाहिँ त्यसपछि चाहिँ के गरियो भन्दा नेपाली भाषामा लेखिएको पहिलो पुस्तक छापियो साथीहरू। नेपाली भाषामा लेखिएको
पहिलो पुस्तक, यही भाषा पाठशालामा पढाउनलाई लेखिएको पहिलो पुस्तक, पाठ्य पुस्तक, नेपाली भाषामा लेखिएको पहिलो पुस्तक, त्यो पुस्तकको नाम के थियो? नेपाली भाषामा लेखिएको पहिलो पुस्तकको नाम के थियो? के थियो साथीहरू? हो, त्यो नेपाली भाषामा लेखिएको पहिलो पुस्तक चाहिँ के थियो भन्नुहुन्छ भने अक्षराङ्क शिक्षा थियो। के थियो अरे? अक्षराङ्क शिक्षा थियो। अक्षराङ्क शिक्षा थियो। यो अक्षराङ्क शिक्षाका लेखक को हुन्? अक्षराङ्क शिक्षाका लेखक को हुन्? जय पृथ्वी बहादुर सिंह, हैन? बजाङ्गी राजा जय पृथ्वी बहादुर सिंह, है साथीहरू? ल, नेपाली भाषामा लेखिएको पहिलो पुस्तक चाहिँ के थियो भन्दा अक्षराङ्क शिक्षा थियो। त्यो अक्षराङ्क शिक्षाका लेखक को थिए? जय पृथ्वी बहादुर सिंह थिए। जय पृथ्वी बहादुर सिंह थिए, है। जय पृथ्वी बहादुर सिंहले यसका अतिरिक्त अरू किताब पनि लेखेका छन् साथीहरू, है। जस्तो बालबोध, श्रेष्ठताबोध, यस्ता किताबहरू पनि यिनकै किताब हुन्। तर बालबोध, श्रेष्ठताबोध जस्ता किताबहरू यिनकै किताब हुन्, जय पृथ्वी बहादुर सिंहकै किताब हुन्। तर अक्षराङ्क शिक्षा चाहिँ नेपाली भाषामा लेखिएको पहिलो पुस्तक थियो। खास अक्षराङ्क शिक्षामा के कुरा थियो? अक्षराङ्क शिक्षामा के कुरा थियो? कस्तो खाले किताब हो त्यो अक्षराङ्क शिक्षा भनेको? ल भन्नु त, अक्षराङ्क शिक्षा भनेको कस्तो किताब हो? खै कस्तो कस्तो हो क्या? ल, अब हेर्नुहोस् है त, यो अक्षराङ्क शिक्षा भनेको वास्तवमा के हो भन्नुहुन्छ भने हेर्नुहोस् है, अक्षराङ्क शिक्षा भनेको वास्तवमा के हो भन्नुहुन्छ भने नेपाली वर्णमाला हो क्या साथीहरू। नेपाली वर्णमाला हो क्या यो, नेपाली वर्णमाला हो। अहिले बच्चाहरूले चाहिँ कका किकी पढ्दैनन्, त्यही कका किकी नै हो क्या यो। नेपाली वर्णमाला हो अक्षराङ्क शिक्षा भने, है। त्यो किताबमा अरू त्यस्तो केही थिएन, त्यसलाई हामी नेपाली वर्णमालाका रूपले मान्छौँ, हैन। अनि यो चाहिँ तपाईँको के भन्छ अरे भन्दा यो पाशुपत भन्ने प्रेसमा छापिएको थियो। पाशुपत प्रेसमा छापिएको हो यो, प्रेसमा छापिएको र यसको चाहिँ पाण्डुलिपि अहिले पनि छ भनिन्छ साथीहरू। अक्षराङ्क शिक्षाको पाण्डुलिपि चाहिँ यो हाम्रो राष्ट्रिय पुस्तकालय छ नि, पाण्डुलिपि चाहिँ राष्ट्रिय पुस्तकालय हरिहर भवनमा, राष्ट्रिय पुस्तकालय हरिहर भवनमा सुरक्षित छ भनेर भनिन्छ। अहिले पनि छ भनिन्छ, हरिहर भवनमा सुरक्षित छ भनेर भनिन्छ। ल हेर्नुहोस् त, ल हेर्नुहोस् है, यो नेपाली भाषामा लेखिएको पहिलो पुस्तक हो। नेपाली भाषामा लेखिएको पहिलो पुस्तक हो अक्षराङ्क शिक्षा भनेको। यो जय पृथ्वी बहादुर सिंहले लेखेका थिए। यो खासमा नेपाली वर्णमाला हो। यो पाशुपत प्रेसमा छापिएको थियो, हैन। यसको पाण्डुलिपि चाहिँ अहिले पनि राष्ट्रिय पुस्तकालय हरिहर भवनमा सुरक्षित छ भनेर तपाईले बुझ्नु पर्यो। यो नै नेपालमा लेखिएको नेपाली भाषाको पहिलो पाठ्य पुस्तक हो, जुन चाहिँ के गरिन्थ्यो, त्यो भाषा पाठशालाहरूमा अध्यापन गराइन्थ्यो, भाषा पाठशालाहरूमा पढाइन्थ्यो, है। किनभने देव शमशेरको एउटै अभियान के थियो भन्दा प्राथमिक शिक्षालाई सर्वव्यापी बनाउने, विश्वव्यापी त भन्न मिलेन, हैन, नेपालव्यापी बनाउने, हैन, सर्वव्यापी बनाउने। ठिक छ। ल, र अर्को तपाईले देव शमशेरको समयमा सम्झन पर्ने कुरा भनेको यो गोरखापत्र जुन हामी अहिले पढ्छौं नि साथीहरू, हो, यो गोरखापत्रको प्रकाशन चाहिँ यिनकै समयबाट सुरु गरिएको। गोरखापत्रको प्रकाशन सुरु गोरखापत्रको प्रकाशन सुरु। हजुरहरूले मलाई मिति भनिदिन सक्नुहुन्छ? मिति भनिदिन सक्नुहुन्छ हजुरहरूले? गोरखापत्र कहिले प्रकाशन भयो भनेर मिति त डेन्जर घोक्दिनुहुन्छ नि तपाईहरु, हैन? भन्नु त मलाई, गोरखापत्रको प्रकाशन कहिले हो? 57 हो र?
हो बल्ल आयो कुराकानी। 57 होइन, कहिले हो? 58 हो, 58 हो। र यसको चाहिँ पुरा मिति पनि याद गर्नु हजुरहरूले है, यसको चाहिँ पुरा मिति पनि याद गरिदिनुहोस् है। हो के अरे विक्रम सम्वत 1958, 1958 वैशाखको 24 गते है, वैशाखको 24 गते है त। ल गोरखापत्रको प्रकाशन सुरु गरिएको चाहिँ विक्रम सम्वत 1958 वैशाखको 24 गते। र यसरी तपाईँले देव शमशेरलाई सम्झिने साथीहरू, देव शमशेरलाई यसरी सम्झने। ठिक छ, ठिक छ, कुराकानी ठिक छ। ठिक छ है, देव शमशेरलाई यसरी सम्झने। मेनली यिनी के रहेछन् भन्दा, मेनली यिनी के रहेछन् भन्दा शिक्षाका पिता रहेछन्, शिक्षाका पिता रहेछन्, फादर अफ एजुकेसन रहेछन् हैन। यिनले प्राथमिक शिक्षालाई सर्वव्यापी बनाउने घोषणा गरेछ। अनि यिनको पालामा 157 वटा भन्दा बढी चाहिँ उपत्यका भित्र र बाहिर गरेर 157 वटा भन्दा बढी चाहिँ भाषा पाठशालाहरूको स्थापना भएको रहेछ। अनि त्यो भाषा पाठशालाहरूमा अध्यापन गराउनको लागि भनेर अक्षराङ्क शिक्षा चाहिँ जय पृथ्वीबहादुर सिंहले लेखेको, नेपाली भाषामा लेखेको पहिलो पुस्तक अक्षराङ्क शिक्षाको प्रयोग हुँदो रहेछ र यिनकै समयमा गोरखापत्रको प्रकाशनको सुरु भयो भनेर सम्झने। ल अब म अगाडि जान्छु साथीहरू। 5औं नम्बरमा गएँ। देव शमशेर पछि कसको पालो आयो? चन्द्र शमशेरको पालो आयो। चन्द्र शमशेरको समय, चन्द्र शमशेर भनेको तपाईँको 58 देखि कहिलेसम्मको कुरा रह्यो? 86 सम्मको कुरा रह्यो हैन। विक्रम सम्वत 1958 देखि 1986 सम्मको कुरा है त। ल चन्द्र शमशेरको समय, चन्द्र शमशेरको समय। अब हाम्रो चाहिँ चन्द्रे दाजुलाई कसरी सम्झिने? चन्द्रेलाई कसरी सम्झिने? चन्द्रलाई ल भन्नु त। उही चन्द्रे भनेर कसैले भन्यो भने के भन्नुहुन्छ? चन्द्र शमशेर को हुन् भन्यो भने कसरी सम्झने? ल भन्नु त। फिस्टेज छोडिदिनु, अब फिस्टेको कुरा यता नसम्झने, त्यो घरको बाघ पनि यता नसम्झने है। फिस्टे, घरको बाघ, वनको स्याल यता नसम्झने। यहाँ केसँग मात्रै सम्बन्धित मात्रै सम्झने हो? त्रिचन्द्र सम्झनु भयो, राम्रो। त्रिचन्द्र सम्झनु भयो, राम्रो। अरू नक्सा पनि सम्झिनु परेन हौ। किन सम्झिनु परेको नक्सा? चाहिएको कुरा मात्रै सम्झिने क्या, चाहिएको कुरा मात्रै सम्झिने। शैक्षिक इतिहास पढिरह, अब त फिस्टे किन सम्झिने? फिस्टो र शैक्षिक बीच हो। ल पहिलो एसएलसी भन्नुभयो हो, ठिक छ। हो त्यो चिज हो सम्झिनु पर्ने चिज चाहिँ, हेर्नुहोस् त, त्यो चिज हो सम्झिनु पर्ने चिज चाहिँ। गुड। त्रिचन्द्र कलेज त नसम्झेर कुरै छैन हैन। ल ओके, चन्द्र शमशेर भन्ने बित्तिकै कहाँबाट सुरु गरेँ भन्दा, मैले कहाँबाट सुरु गरेँ भन्दा हेर्नुहोस् त, चन्द्र शमशेर भन्ने बित्तिकै पहिलो इन्ट्रान्स पास गर्ने व्यक्ति भनेर भन्यो मैले। पहिलो इन्ट्रान्स पास गर्ने व्यक्ति, इन्ट्रान्स पास गर्ने व्यक्ति, इन्ट्रान्स, पहिलो इन्ट्रान्स पास गर्ने व्यक्ति, पास गर्ने व्यक्ति, पास गर्ने व्यक्ति। त्यो इन्ट्रान्स भनेको चाहिँ तपाईँको के हो भने, अब यहाँ साथीहरूले अर्थ त आफ्नो तरिकाले लगाइदिनुहुन्छ होइन। एसएलसी भन्नुहुन्छ, के भन्नुहुन्छ, खासमा के भन्छ अरे, एसएलसी भने पनि, एसएलसी भने पनि, अनि तपाईँको के भन्छ अरे, नेपालको चाहिँ त्यो जुन दरबार हाई स्कुलको चाहिँ अन्तिम परीक्षा थियो नि, त्यो दरबार हाई स्कुलको अन्तिम परीक्षा चाहिँ कलकत्ता विश्वविद्यालयले लिन्थ्यो होइन। त्यहाँ चाहिँ इन्ट्रान्स भनिन्थ्यो क्या साथीहरू, त्यहाँ चाहिँ इन्ट्रान्स भनिन्थ्यो। त्यही भएर यहाँ हाम्रो चाहिँ त्यो के भन्छ, दरबार हाई स्कुलको अन्तिम परीक्षालाई त्यहाँ के भनिन्थ्यो? इन्ट्रान्स भनिन्थ्यो। त्यही भएर चाहिँ हामीले पहिलो इन्ट्रान्स पास गर्ने व्यक्ति भन्न सक्यो। तपाईँले कतै कतै मेट्रिक पास देख्नु भयो होला, एसएलसी पास देख्नु भयो होला, जे भने नि एउटै हो भनेर बुझ्ने है त। पहिलो इन्ट्रान्स पास गर्ने व्यक्ति कलकत्ता विश्वविद्यालयमा चाहिँ यसलाई इन्ट्रान्स भनिन्थ्यो क्या। त्यही भएर मैले इन्ट्रान्स भनेर लेखेँ। तपाईँले एसएलसी देख्नुभयो भने त्यही हो भनेर बुझ्ने,
मेट्रिक भनेर देख्नुभयो भने त्यही हो भनेर बुझ्ने हैन। पहिलो इन्ट्रान्स पास गर्ने व्यक्ति हैन। तर यो इन्ट्रान्स पास गर्ने कुरा आउँदै गर्दा इन्ट्रान्स पास गर्ने कुरा गर्दै गर्दा यो त राणा भयो नि त हैन। यो त राणा भए तर सर्वसाधारणका छोराछोरीबाट पहिलो इन्ट्रान्स पास गर्ने व्यक्ति चाहिँ को होला नि त? पहिलो इन्ट्रान्स पास गर्ने व्यक्ति को होला नि त साथीहरु? इन्ट्रान्स पास गर्ने व्यक्ति चाहिँ को होला? सर्वसाधारणका छोराछोरीबाट चाहिँ को होला त? ल भन्नुस् त। सरुभक्त होइन? कहाँ सरुभक्तलाई सम्झेर बसे अस्ति भर्खरको मान्छेलाई। विराज होइन, अलिअलि चाहिँ मिला जस्तो भयो। अलिअलि चाहिँ मिला जस्तो भयो, विराज होइन। कहाँ कसलाई पुष्प बस्ने भनेर सम्झ्यो? ल, सर्वसाधारणका छोराछोरीबाट पहिलो इन्ट्रान्स पास गर्ने व्यक्ति चाहिँ वीरजङ विष्ट है साथीहरु। वीरजङ विष्ट है त। सर्वसाधारणका छोराछोरीबाट पहिलो इन्ट्रान्स पास गर्ने व्यक्ति चाहिँ वीरजङ विष्ट। अनि प्रथम श्रेणीमा चाहिँ पास गर्नेवाला नि प्रथम श्रेणीमा इन्ट्रान्स पास गर्ने पहिलो व्यक्ति, इन्ट्रान्स पास गर्ने, फर्स्ट डिभिजनमा पास गर्ने, प्रथम श्रेणीमा इन्ट्रान्स पास गर्ने पहिलो व्यक्ति को हो साथीहरु? प्रथम श्रेणीमा इन्ट्रान्स पास गर्ने पहिलो व्यक्ति वासुदेव उप्रेती है। वासुदेव उप्रेती है साथीहरु। ल, यसरी यो इन्ट्रान्सको कुरा चाहिँ यिनमा ल्याएर जोड्न मिल्यो है त। इन्ट्रान्सको कुरा यिनमा ल्याएर जोड्न मिल्यो। त्यस्तै गरी यिनले चाहिँ यिनका समयमा भएको कुरा भनेको चाहिँ यो केटाकेटी पढाउनका लागि किताब तर्जुमा अड्डाको स्थापना गरिएको थियो। किताब तर्जुमा अड्डा है, यो केटाकेटी पढाउने ठाउँ भनेर बुझ्नु होला। यो किताब तर्जुमा अड्डाको स्थापना गरियो यिनको समयमा। किताब तर्जुमा अड्डा विक्रम सम्वत 1900 कतिका कुरा हुने नि? 60 का कुरा हुन् है। किताब तर्जुमा अड्डाको स्थापना गरियो, केटाकेटी पढाउनका लागि किताब तर्जुमा अड्डाको स्थापना गरियो। कहिले भन्नुहुन्छ भने 1960 मा। र यो 1960 मा तपाईको चाहिँ किताब तर्जुमा अड्डाको स्थापना गरेसँगै तपाईको चाहिँ थोरै पछाडी गएर यिनको पालामा श्रेष्ठ पाठशालाको पनि स्थापना गरिएको छ। श्रेष्ठ पाठशालाको स्थापना कहिले हो साथीहरु? याद गर्नु भएको छ? श्रेष्ठ पाठशालाको स्थापना 1962 हो। श्रेष्ठ पाठशालाको स्थापना गरिएको छ। श्रेष्ठ पाठशाला 1962 श्रेष्ठ पाठशालाको स्थापना गरियो। अब त्यो श्रेष्ठ पाठशालाको पहिलो सुपरिवेक्षक को हो त? श्रेष्ठ पाठशालाको पहिलो सुपरिवेक्षक को हो त? श्रेष्ठ पाठशालाको पहिलो सुपरिवेक्षक त्यो श्रेष्ठ पाठशालाको पहिलो सुपरिवेक्षक को हो त? हेमराज के साथीहरु?
हेमराज के पण्डित हेमराज पाण्डे हैन, पण्डित हेमराज पाण्डे, हेमराज पाण्डे ल पण्डित हेमराज पाण्डे है, हेमराज पाण्डे श्रेष्ठ पाठशालाको पहिलो सुपरिवेक्षक चाहिँ हेमराज पाण्डे थिए, पण्डित हेमराज पाण्डे थिए। यो श्रेष्ठ पाठशाला भन्ने बित्तिकै तपाईँको दिमागमा दुई चारवटा कुरा आउनुपर्छ। श्रेष्ठ पाठशाला भन्ने बित्तिकै त्यो के भन्छ अरे पास जाँच अड्डाको स्थापनाको कुरा याद आउनुपर्छ। पास जाँच अड्डा, पास जाँच अड्डा, पास जाँच अड्डा, पास जाँच अड्डाको स्थापना कहिले भएको? यो पास जाँच अड्डाको स्थापना कहिले भएको? पास जाँच अड्डाको स्थापना 64 हो र? होइन नि, 67 सालको कुरा हो यो, विक्रम सम्वत 1967 सालको कुरा। तर याद गर्नुहोस् यो पास जाँच अड्डा भने चाहिँ के हो भन्नुहुन्छ भने अहिलेको परीक्षा नियन्त्रण कार्यालय हो। पास जाँच अड्डा भनेको चाहिँ अहिलेको परीक्षा नियन्त्रण कार्यालय हो। त्यसो भने यसलाई यही पास जाँच अड्डालाई परीक्षा नियन्त्रण कार्यालयमा कहिले परिणत गरियो? पास जाँच अड्डालाई परीक्षा नियन्त्रण कार्यालयमा परिणत कहिले गरियो? ल भन्नुहोस् त। गुड, 2018 असारको 31 गते हैन? गुड, कस्तो राम्रो। 2018 असारको 31 गते, असारको 31 गते है साथीहरू। त्यो पास जाँच अड्डालाई चाहिँ के का रूपमा? परीक्षा नियन्त्रण कार्यालयका रूपमा परिणत गर्यो। कहिले भन्दा 2018 असारको 31 गते। र यो पास जाँच अड्डाले चाहिँ के गर्थ्यो भने साथीहरू, कतिवटा विषय पास गर्यो त त्यो अनुसार यति पासे भनेर छुट्याउँथ्यो के। पास जाँच अड्डाले चाहिँ कतिवटा विषय पास गर्यो त्यति पासे भनेर छुट्याउँथ्यो। लाइक तपाईँको के हुन्थ्यो 2 पासे, 4 पासे, 6 पासे हैन, विभिन्न पासेको व्यवस्था गर्थ्यो। यसले हेर्नुहोस् त, जस्तो तपाईँको 2 पासे भन्थ्यो, 2 पासे भन्थ्यो है, 4 पासे भन्थ्यो, 4 पासे भन्थ्यो, 6 पासे भन्थ्यो, 6 पासे भन्थ्यो। ल यसरी छुट्याउँथ्यो क्या। ल 2 पासे भित्र के पर्थ्यो होला? 2 पासे भित्र 2 पासे भित्र के पर्थ्यो? लेखा र श्रेष्ठता पर्थ्यो। लेखा र श्रेष्ठता। यदि 2टा विषय पास गर्यो भने यसलाई 2 पासे, 2टा विषय पास गर्यो नि यसलाई 2 पासे, लेखा र श्रेष्ठता। अब यसमा चाहिँ लेखा र श्रेष्ठतामा हिसाब र औँठा थप्यो। लेखा, श्रेष्ठता, हिसाब र औँठा, हिसाब र औँठा है साथीहरू, र औँठा। लेखा, श्रेष्ठता, हिसाब र औँठा, लेखा, श्रेष्ठता, हिसाब र औँठा, त्यो 4 पासे। अनि तपाईको त्यो 4 पासेमा फेरि त्यो 4 पासे त छँदैछ, त्यो 4 पासेमा 4 पासे प्लस नेपाली र साहित्य थपियो भने, नेपाली र साहित्य थपियो भने यो 6 पासे हुन्थ्यो। यो 6 पासे हुन्थ्यो। यसरी तपाईको चाहिँ 2 पासे भन्यो भने लेखा र श्रेष्ठता, 2 पासे भन्यो भने लेखा र श्रेष्ठता, 4 पासे भन्यो भने लेखा, श्रेष्ठता, हिसाब र औँठा, 6 पासे भन्यो भने 4 पासेमा त्यही लेखा, श्रेष्ठता, हिसाब औँठामा नेपाली र साहित्य थपेर 6 पासे भन्ने हुन्थ्यो। ल यसरी चाहिँ यो पास जाँच अड्डा भनेको त्यही हो। हेर्नुहोस् है, पास जाँच अड्डा भनेको चाहिँ कति विषय पास भयो त भनेर छुट्याउने अड्डा हो पास जाँच अड्डा भनेको है। 1967 मा पास जाँच अड्डाको स्थापना भयो। तर त्यो पास जाँच अड्डालाई चाहिँ पछि आएर हाल चाहिँ अहिले त्यसलाई परीक्षा नियन्त्रण कार्यालय भन्छौँ हामी।
5 जाँच अड्डालाई चाहिँ परीक्षा नियन्त्रण कार्यालयमा परिणत गरिएको छ 2018 असारको 31 गते। ल यहाँसम्म कुराकानी क्लियर छ हजुरहरूलाई? केही छ सोध्नुपर्ने? केही सोध्नुपर्ने यहाँसम्म छ भने राख्नु त, छैन भने अब हामी भोलि मात्रै कन्टिन्यू गर्छौँ। केही छ भने सोध्नुहोस् है त। केही छ हजुरहरूलाई सोध्न मन लागेको कुरा? त्यस्तो केही भए राख्न सक्नुहुन्छ। बुकमा 1962 छ भन्दै हुन्छ। एकचोटि यसो हेर्नु न, खोज्नु न। 62 को कुरा चाहिँ त्यो श्रेष्ठ पाठशाला चाहिँ 62 हो होइन, 67 नै हो। एकचोटि यसो दुई चारवटा मटेरियल हेर्नु न, अनि त्यसपछि आफैलाई भेरिफाई गर्नु ल है त। ल कतिपय इतिहासका कुराहरू मितिहरू अब तान्दै गर्दा यताउता हुन सक्छन्। ल अरू अरू बाँकी कुरा टेक्निकल टिममा सोध्नु होला है त। अरू बाँकी कुराहरू यो भिडियो कसरी हेर्ने के गर्ने भन्ने कुरा चाहिँ हजुरहरूले टेक्निकल टिममा सोध्नु होला है साथीहरू। ल एकचोटि माथि क्युआर नै मैले दिएको छु त, अब एकचोटि तलमाथि सबै यसबाटै हुन्छ, स्क्यान गर्नुहोस् है। ल क्युआर स्क्यान गर्नु, सबै यहीबाट हुन्छ। त्यही भएर तपाईँलाई यो क्युआर दिएको। आज पढाएको पुरै नोट यही क्युआरबाट तपाईँले हेर्न सक्नुहुन्छ है त। बुझ्नुभयो? क्युआर स्क्यान गर्न चाहिँ सिकेर आउनु है त। फेरि त्यो कुरा नि सिकाइदिनु सर नभन्नु। तपाईँहरू फेरि भोलि टिचर बन्ने मान्छे आज फेरि त्यो क्युआर स्क्यान गर्न जानिन सर भन्नुहुन्छ, त्यस्तो गर्न चाहिँ भएन। एटलिस्ट तपाईँले हामीलाई सोध्दै गर्दा तपाईँ पनि केही सिकेर चाहिँ आउनु पर्यो क्या साथीहरू है। ल सबैजना साथीहरूलाई धन्यवाद, नमस्कार, शुभ दिन। रात्रि त कहाँ